हुन्छ सबैजनालाई नमस्कार। आज हामी यस लालीगुराँस नगरपालिका तेह्रथुममा आज हाम्रो छोरी चेलीको विवाहमा हाम्रो धर्मदेवी नगरपालिका वडा नम्बर 3 सङ्खुवा सभाबाट नौमती बाजा बजाउन आउनुहुने सम्पूर्ण कलाकारलाई हामी स्वागत गर्दैछौँ है। अनि भान्जाले मामालाई लाउन किन हुँदैन? यो चाहिँ एउटा पुरानो रीतिथिति संस्कार अनुसार गरिने एउटा परम्परा हो। नौमती बाजा बजाउने टोलीलाई चाहिँ यसरी सगुन र केही भेटी दिएर चाहिँ दिनभरिको लागि जिम्मा लगाउने गरिन्छ र यसरी विभिन्न किसिमका पेय पदार्थ खानेकुराहरू लगायत दिएर उहाँहरूलाई एउटा सगुन स्वरूप सम्मान गरिने चलन यो चाहिँ एउटा यो परापूर्व कालदेखि नै चलिआएको चलन हो। ल एकचोटि उहाँहरूले चाहिँ एकचोटि बजाउँदै हुनुहुन्छ अनि उहाँहरू चाहिँ धर्मदेवी नगरपालिकादेखि आउनुहुने हाम्रो कलाकारहरू हुनुहुन्छ। उहाँहरू एकचोटि मजाले बजाउनुहुन्छ, त्यसपछि यहाँको चियापान कार्यक्रम चाहिँ सुरु हुनेछ। यहाँबाट